नमस्ते साथीहरू। आजको भिडियोमा हामी पिसिएल नर्सिङ पढ्नको लागि जुन नयाँ अपडेट आएको छ, अबको जुन एडमिसन हुन्छ त्यो बिना इन्ट्रान्सकै हुने भयो र बिना इन्ट्रान्सकै एडमिसनको लागि हामीलाई के क्राइटेरियाहरू फलो गर्नुपर्ने हुन्छ अथवा फ्री स्कलरसिपमा तपाईँहरू पढ्नुहुन्छ भने त्यसको लागि के डकुमेन्टहरू सबमिट गर्नुपर्ने हुन्छ अथवा के स्टेपहरूमा हामीलाई फलो गर्नुपर्छ, कुन तरिकाले हामीले यो प्रोसिजरहरू फलो गर्नुपर्छ अथवा पेङमै पढ्नुभयो पनि तपाईँहरूलाई के डकुमेन्टेसन चाहिन्छ अथवा जुन बेसिक मिनिमम क्वालिफिकेसनहरू थियो त्यसमा के अपडेटहरू आएको छ अथवा पिसिएल नर्सिङको बारेमा आज हामी सम्पूर्ण जानकारी यो भिडियोमा पाउनेछौँ। सबैभन्दा सुरुमा हामी यो बुझौँ पिसिएल नर्सिङको लागि जुन चाहिने मिनिमम क्वालिफिकेसन छ त्यसमा यदि तपाईँहरूले एसइई दिनुभएको हो भने कम्पलसरी अङ्ग्रेजी, गणित र विज्ञान विषयमा 4.0 जुन एसइईको जिपिए हुन्छ त्यसमा 2.0 जिपिए ल्याएर पास गरेको हुनुपर्छ र ओभरअलमा पनि 2.0 जिपिए ल्याएर पास भएको हुनुपर्छ। र यदि तपाईँहरूले एसइई नभएर पहिले एसएलसी नै दिनुभएको हो भने त्यस्तो केसेसमा अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषयमा सेकेन्ड डिभिजनबाट कमसेकम पास भएको हुनुपर्छ र ओभरअलमा पनि सेकेन्ड डिभिजन भएको हुनुपर्छ। यति क्वालिफिकेसन तपाईँले फलो गर्नुभएको छ भने अब हाम्रो जुन छनौट हुन्छ त्यो के बेसिसमा हुन्छ त? अब हाम्रो छनौटको लागि जुन मेन विषय हो त्यो भनेको हाम्रो एसईको अथवा एसएलसीको जिपिए हो। एसई दिनुभएको हो भने जिपिएको हिसाबले हुन्छ, एसएलसी दिनुभएको हो भने पर्सेन्टेजको हिसाबले हुन्छ। अब तपाईँहरूले जुन एसईको रिजल्टहरू पाउनुहुन्छ त्यो यस्तो जिपिए ग्रेडमा पाउनुहुन्छ। यस्तो ग्रेड तपाईँहरूको आइसके पछाडि जुन पछिको इभ्यालुएट हुन्छ त्यो इभ्यालुएसनमा यदि तपाईँले एसई सरकारीबाट दिनुभएको हो, सामुदायिकबाट दिनुभएको हो भने त्यस्तो केसेसमा तपाईँको टोटल जुन जिपिए आउँछ त्यो जिपिएमा 1 पोइन्ट थपिन्छ। अथवा तपाईँ संस्थागत विश्वविद्यालयबाट अथवा संस्थागत विद्यालयबाट तपाईँले एसई दिनुभएको हो भने त्यस्तो केसेसमा तपाईँलाई 0.85 पोइन्ट यसमा जोडिन्छ र यसरी 0.85 प्राइभेटको लागि र सरकारी सामुदायिकको लागि 1 पोइन्ट जोडिसके पछाडि जुन टोटल रिजल्ट आउँछ त्यसको बेसिसमा हायर टु अर्डरमा क्लासिफिकेसन गरेर अथवा ऱ्याङ्किङ गरेर तपाईँको रिजल्ट प्रकाशित हुन्छ। अब यस्तो केसेसमा त धेरैजनाको मार्क्सहरू इक्वल पनि आउन सक्छ। अब त्यस्तो केसेसमा तपाईँको जोडेर इक्वल आयो भने तपाईँले जुन एसई अथवा एसएलसी दिनुभएको हो त्यसमा अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयमा जुन फाइनल ग्रेड छ, फाइनल ग्रेड भन्नाले थ्योरी र प्र्याक्टिकल जोडेर जुन फाइनल ग्रेड आएको छ त्यसमा कसको बढी छ त? त्यसको बेसिसमा फेरि यता ऱ्याङ्किङ अर्डर मिलाइन्छ। अथवा अङ्ग्रेजी, विज्ञान र अङ्ग्रेजी विषयमा दुवैजनाको अथवा जतिजनाको सेम मार्क्स छ सबैको इक्वल आयो भने त्यस पछाडि हामीलाई फेरि जुन क्लासिफिकेसन हुन्छ त्यो यदि कोही मान्छे त्यसमा पिछडिएको दुर्गम क्षेत्रबाट हुनुहुन्छ भने उहाँहरूलाई प्रायोरिटी दिइन्छ। अथवा योबाट पनि भनी भएन भने त्यस्तो केसेसमा तपाईँको जुन डेट अफ बर्थ छ, डेट अफ बर्थलाई आधार मानेर त्यस पछाडि त्यो हिसाबले डेट अफ बर्थको हिसाबले यसमा सेलेक्सन गरिन्छ। र हाम्रो मेन क्राइटेरिया भनेको एसईको जिपिए भयो र एसईको जिपिए भइसके पछाडि सरकारीबाट पढ्नुभएको हो भने त्यसको पोइन्ट अथवा प्राइभेटबाट पढ्नुभएको हो भने त्यसको पोइन्ट जोडेर फाइनल इभ्यालुएट गरिन्छ र इक्वल आयो भने त्यस्तो केसेसमा अङ्ग्रेजी, गणित र विज्ञान विषयको जुन जिपिए छ त्यसको बेसिस भयो, अर्को पिछडिएको दुर्गम क्षेत्रबाट हुनुहुन्छ भने त्यसको भयो र जन्ममितिको आधारमा डिभाइड गरेर क्यालकुलेट गरेर यसमा ऱ्याङ्किङ अर्डर मिलाइन्छ। त्यस पछाडि अब हामीलाई यदि तपाईँहरूले फ्री स्कलरसिपमा फारम भर्न खोज्दै हुनुहुन्छ भने त्यस्तो केसेसमा हामीलाई सबैभन्दा इनिसियली नेपाली नागरिकता छ भने तपाईँ नेपाली एज पुगेको छ भने नेपाली नागरिकता बनाउन सक्नुहुन्छ अथवा तपाईँको एज पुगेको छैन भने नाबालकको हकमा तपाईँले जन्म दर्ता पेस गर्न सक्नुहुन्छ। त्यस पछाडि तपाईँको न्यूनतम शैक्षिक योग्यता जुन छ तपाईँले एसई दिनुभएको हो अथवा एसएलसी दिनुभएको हो त्यसको डकुमेन्ट तपाईँले सबमिट गर्नुपर्ने हुन्छ र त्यस पछाडि सरकारी वा सामुदायिक विद्यालयको हकमा तपाईँको जुन नगरपालिका छ त गाउँपालिका छ त्यहाँबाट तपाईँको स्कुल जुन तपाईँले एसई दिनुभएको हो त्यो सरकारी हो कि प्राइभेट हो त्यो सबमिट गर्नुपर्ने हुन्छ। त्यसको डकुमेन्ट हामीले सबमिट गर्नुपर्ने हुन्छ। त्यो डकुमेन्ट सबमिट गरिसके पछाडि हामीले यो वर्गाकृतमा फुल स्कलरसिप फारम भर्न सक्छौँ र यसमा मेन डकुमेन्ट भनेको सरकारी अथवा सामुदायिकबाट पढेको मेन डकुमेन्ट हो। त्यही भएर हामीलाई यो डकुमेन्ट एकदम इनिसियली चाहिन्छ। त यो डकुमेन्ट हामीलाई सबभन्दा इम्पोर्टेन्ट भयो। प्राइभेट पढ्नु भएको हो भने तपाईँले यसमा वर्गाकृतमा फारम भर्न मिल्दैन, सरकारी अथवा सामुदायिक पढेको हुनुपर्छ। त्यस पछाडि तपाईँहरू यदि दलितमा पढ्नुहुन्छ भने दलितको लागि, मधेसीमा पढ्नुहुन्छ अथवा मुस्लिममा हुनुहुन्छ भने त्यसको लागि, आदिवासी जनजाति आदिवासीमा हुनुहुन्छ भने त्यसको लागि, खस आर्य हुनुहुन्छ भने त्यसको लागि, अथवा थारूको लागि अथवा पिछडिएको दुर्गम क्षेत्रबाट हुनुहुन्छ भने त्यसको लागि, बेपत्ता परिवारको व्यक्तिहरू मध्ये तपाईँहरू कोही हुनुहुन्छ भने त्यसको लागि, अथवा अपाङ्गको हकमा नेपाल सरकारबाट जारी गरेको जुन परिचय पत्र हुन्छ त्यस्तो डकुमेन्टहरूलाई हामीलाई समावेशीमा अप्लाई गर्नको लागि चाहिन्छ। त्यस्तो केसेसमा यति डकुमेन्टहरू तपाईँलाई
मध्ये तपाईँ कुन क्लासमा पढ्नुहुन्छ त्यो डकुमेन्ट तपाईँले सबमिट गर्नुपर्ने हुन्छ। माथिको नेपालीको नागरिकता अथवा जन्मदाता एसएईको डकुमेन्ट र सरकारी विद्यालयको पढ्नु भएको छ भने त्यसको सिफारिस यो 3 वटा डकुमेन्ट एकदम कम्पल्सरी भयो। यदि 3 वटा सबमिट गर्नुपर्ने हुन्छ। त्यो सबमिट गरिसके पछाडि तपाईँहरू यो कुनै वर्गमा पढ्नुहुन्छ भने त्यसको पनि सिफारिस तपाईँले पेश गर्न सक्नुहुन्छ र त्यसको सिफारिसको प्लस पोइन्ट हुन्छ। अब अगाडिमा हामी कुरो पनि गर्नेछौँ र यो तपाईँ यो क्लासमा पढ्नुहुन्न भन्ने पनि तपाईँ भन्न सक्नुहुन्छ फ्री स्कलरसिपमा र तपाईँले यो सुरुको 3 वटा क्राइटेरिया फलो गर्नुपर्छ। 3 वटा डकुमेन्ट तपाईँले भ्याउनु पर्ने हुन्छ र यति 3 वटा डकुमेन्ट क ख ग मा जुन हामी कुरो गऱ्यौँ त्यो डकुमेन्ट भइसके पछाडि तपाईँ तलको सूचीमा पढ्नुहुन्न भने पनि तपाईँ फारम भर्न सक्नुहुन्छ फ्री स्कलरसिपमा। अब हामी हेरौँ यहाँ पिसिएल नर्सिङ पढ्नको लागि हामीलाई दुईवटा बाटो छ। एउटा हामी फ्री स्कलरसिपबाट पढ्न सक्छौँ भने अर्को पेइङबाट पढ्न सक्छौँ। अब हामी भर्खरै कुरो गरेँ फ्री स्कलरसिप भनेको वर्गीकृतबाट पढ्नको लागि सरकारी स्कुल पढेको हुनुपर्छ र यदि तपाईँ पेइङमा भर्न खोज्दै हुनुहुन्छ भने यसमा तपाईँ प्राइभेट सरकारी मेटर गरेन र पेइङमा तपाईँले भर्न पाउनुहुन्छ। खासमा फुल स्कलरसिप वर्गीकृत भन्छ यसलाई। यसमा भर्नको लागि हामीले सरकारी कम्पल्सरी पढेकै हुनुपर्छ। त्यस पछाडि हामीलाई फुल स्कलरसिपको बारेमा कुरो गर्दाखेरि नेपालमा ओभरअल लगभग योभन्दा अघिल्लो जुन साल थियो त्यसमा 159 वटा सिट थियो। अब यसपालि 1-2टा सिटहरू फरक हुनसक्छ तर हामी 159 कै एभरेज मानेर जाउँ र पेइङको लागि टोटल 2000 जति सिट नेपालमा छ पिसिएल नर्सिङको लागि। त्यस पछाडि अब हामीलाई यसमा कुरो गर्दाखेरि यो क्लासिफाइड वर्गीकृत फुल स्कलरसिपको लागि कुरो गर्दाखेरि यसलाई फुल स्कलरसिपलाई क्लासिफाइड पनि भन्छ इङ्ग्लिसमा र नेपालीमा वर्गीकृत पनि भन्छ। अब यसमा तपाईँले कतिवटा सिट छ भने कुरो गर्दाखेरि कोशी प्रदेशमा 21 वटा सिट छ, मध्य प्रदेशमा 48 वटा सिट छ, बागमती प्रदेशमा 60 वटा सिट छ, गण्डकी प्रदेशमा 12 वटा सिट छ, लुम्बिनी प्रदेशमा 15 वटा सिट छ, कर्णाली प्रदेशमा योभन्दा अघिल्लो सालमा सिट थिएन, सुदूरपश्चिममा 3 वटा सिट छ र ओभरअलमा 159 वटा सिट छ। अब यसपालि 1-2टा सिटहरू चेन्ज हुनसक्छ तर लगभग यही रेसियोमा सिटहरू होलान्। त्यस पछाडि हामीलाई फुल स्कलरसिपको जुन सिट हुन्छ त्यो टोटल सिटमा हामीलाई दुईवटा ग्रुप हुन्छ। एउटा हामीलाई साधारण ग्रुप हुन्छ र अर्को हामीलाई लक्षित वर्ग हुन्छ। साधारण ग्रुप भन्नाले र लक्षित ग्रुपमा वर्ग भन्नाले यो जुन तपाईँले हेर्न सक्नुहुन्छ टेबल र अघि पनि हामी कुरो गरेको थियौँ यो टेबलमा यदि तपाईँ पढ्नुहुन्छ भने तपाईँ यो रिजर्भेसनमा फारम भर्न सक्नुहुन्छ र यो टेबलमा तपाईँ पढ्नुहुन्न भने पनि तपाईँ बाँकी क्राइटेरिया फलो गर्नुभएको छ सरकारीबाट पढ्नुभएको छ भने तपाईँ सामान्यमा फारम भर्न सक्नुहुन्छ। अब यो साधारण र लक्षित वर्गमा 50% गरेर टोटल 50-50% गरेर सिट डिभिजन हुन्छ। एकछिनको लागि मानव फ्री स्कलरसिपको लागि 100 वटा सिट छ भने 50टा हामीलाई नर्मली सरकारीबाट पढेको छ र बाँकी क्राइटेरिया फलो छ भने हामीले बाँकी 50 वटा सिट त्यसको लागि छुट्याएको छ भने अब महिलाको लागि भयो, दलितको लागि, आदिवासी जनजाति, खस आर्य, मधेसी यति जुन लिस्टहरू हेर्न सक्नुहुन्छ योबाट तपाईँ हुनुहुन्छ भने तपाईँको यसको लागि 50% सिट छुट्याएको छ। अब तपाईँ यसमा फारम भर्नुभयो भने अटोमेटिक यसमा पनि तपाईँको नाम निस्क्यो भने जान पाउनुभयो अथवा तपाईँ यसमै निकाल्नुभयो भने पनि तपाईँ अप्सन पाउनुभयो। त्यही भएर तपाईँ रिजर्भेसनमा पढ्नुहुन्छ भने अथवा यो ग्रुपमा पढ्नुहुन्छ भने तपाईँ लक्षित वर्गमा फारम भर्न सक्नुहुन्छ र लक्षित वर्गमा फारम भर्नुभयो भने अटोमेटिक तपाईँ साधारणमा पनि अप्लाई गरिहाल्नुभयो। त्यो सिस्टमै त्यहीँ गरेर गरे हुन्छ। तपाईँ लक्षित वर्गमा अप्लाई गर्नुहुन्छ भने साधारणमा अटोमेटिक तपाईँ कम्पिटिसन गर्न पाउनुभयो। त्यसपछि हामी इक्जाम्पलको लागि यो बागमती प्रदेशमा जुन 60 वटा सिट छ त्यसको बारेमा कुरो गरौँ। मानव एकछिनको लागि जेनरलमा 30 वटा सिट छ र रिजर्भेसनमा 30 वटा सिट छ भने टोटल 1 र्याङ्कदेखि 30 नम्बरको र्याङ्कसम्मको जति पनि मान्छे आउनुभयो उहाँहरूलाई सबैलाई यो जेनरलबाटै एडमिसन हुने भयो र यदि मानव एकछिनको लागि यो आदिवासी जनजातिको लागि 15% जुन छुट्याएको छ यदि यो 15% को 30 वटा सिटको 15% गर्नुभयो भने लगभग 4.5 जना आउँछ। अब यसमा तपाईँले मानव एकछिनको लागि 5 जना अब 5 जना मान्छे 30 को सिलेक्सन पछाडिको जुन 5 जना हुनुहुन्छ त्यो 5 जना भित्र तपाईँ आउनुभयो भने पनि तपाईँ आदिवासी जनजातिको कोटाबाट एडमिसन लिन सक्नुहुन्छ। अथवा तपाईँ 30 भित्रै आउनुभयो भने त्यतिकै तपाईँ जेनरलबाटै जान सक्नुहुन्छ। तर 30 भित्र आउनुभएको छैन तर आदिवासी जनजातिको लागि टोटल मानव एकछिनको लागि 10 जना पास भएको छ र 10 जनामा तपाईँ 5 जना भित्र आउनुभयो भने तपाईँ कोटाबाट पनि जान सक्नुहुन्छ। यसरी तपाईँ रिजर्भेसनमा फारम भरेर रिजर्भेसनबाट जान सक्नुहुन्छ। अब तपाईँ यो क्याटेगोरिजमा पढ्नुहुन्छ भने तपाईँहरूले डकुमेन्ट बनाउनु पर्ने हुन्छ। अघि हामी कुरो गरेकै थिएँ। अब यसको लागि तपाईँले पालिकाबाट जस्तै मधेसी, आदिवासी, दलित हुनुहुन्छ भने तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। मधेसी मुस्लिमको हकमा पालिका जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित गरेको हुनुपर्छ। आदिवासी जनजातिको लागि यो जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठा एन बमोजिम जुन सूचीकृत सूची छ त्यो अनुसार तपाईँ पालिकाबाट तपाईँले यसमा सिफारिस गरेर ल्याउनुपर्छ। त्यस पछाडि तपाईँ खस आर्य हुनुहुन्छ भने पालिका कार्यालयबाट तपाईँले सिफारिस पत्र चाहिन्छ। थारू हुनुहुन्छ भने पनि पालिकाबाट गर्न सक्नुहुन्छ अथवा बाँकी तपाईँ कुनै पढ्नुहुन्छ भने त्यो डकुमेन्ट तपाईँले पेश गर्नुपर्ने हुन्छ र यो डकुमेन्ट पेश गरिसके पछाडि तपाईँले स्वतः फारम भर्न सक्नुहुन्छ रिजर्भेसनमा। त्यस पछाडि हामीलाई इक्जाम जुन छ अब इन्ट्रान्स इक्जामिनेसन नभए पनि हामीलाई फारम त भर्नुपर्ने हुन्छ सिलेक्सनको लागि।
त्यसको जुन हामीले फी राखेको छ, त्यो हामीलाई 1000 फी छ र हामी 1000 फी पे गरेर यसको फारम भर्न सक्छौँ। अब अहिले फारम खुलिसकेको छैन। फारम एसईको रिजल्ट आइसके पछाडि खुल्नेछ र त्यसपछाडि फारम कसरी भर्ने त्यसको बारेमा पनि हामी भिडियो बनाउँछौँ। साथसाथै तपाईँसँग कुनै क्वेसनहरू छ भने तपाईँ क्वेसन गर्न सक्नुहुन्छ अथवा भिडियो राम्रो लाग्यो भने च्यानल सब्स्क्राइब गर्नुहोला। धन्यवाद।